हाम्रो देशमा चलिरहने ठूला ठूला स्क्यामहरु। अब तपाईहरु सोच्दै हुनुहुन्छ होला यो स्क्याम भनेको के हो अनि कसरी चल्दैछ। म एउटा सानो कुराबाट यो आवाज उठाउँदै छु। तपाईहरु भिडियोमा नयाँ हुनुहुन्छ भने पेजलाई फलो गर्नु, लाइक गर्नु, कमेन्ट गर्नु, शेयर गर्नु, हरेक नेपाली जनतासम्म पुर्याउनु। अब बढ्दै छु अगाडिको टपिकमा। त्यो टपिक कुन छ तपाईहरु एकदम विस्तारमा सुन्नुस्। यो कुरा मेरै लागि हैन, सम्पूर्ण नेपाली जनताहरुको लागि छन्। हामी राशन जस्तै कि हामी राशन पसलबाट लिनेहरु सामान्यहरुको नाम र उद्देश्य अनि हामीलाई त्यो सामान लिदा घाटा छ कि नाफा छ, कतिको नाफा छ कतिको घाटा छ। हामी किराना पसलमा गयौं, एक प्याकेट नुन मलाई चाहियो। एक प्याकेट नुनको प्राइस कति छ? 22 रुपैयाँ। तर हामीसँग कति लिन्छ उनीहरूले? 25 रुपैयाँ। किन? किनकि हामीसँग 1-2 रुपैयाँको नोट छैन। उनीहरू 1-2 रुपैयाँबाट कमाउने ठुलै पैसा। 1-2 रुपैयाँको नोट जोगाएर तिनीहरू 1-2 लाख, 1-2 करोड, 1-2 अर्ब नि कमाउँछ। तर हामी त्यही 1-2 रुपैयाँको नोट छैन हामीसँग, हामी 1-2 लाख, 1-2 करोड कमाउँछौं। कसरी कमाउँछौं? हाम्रो देशमा 1-2 रुपैयाँको नोट किन बन्छ? तपाईले गराउनु भएको छ? छैन। मैले गराएको छ? छैन। यो भनेको सबभन्दा ठूलो स्क्याम हो। गरेको को हुन्? हाम्रो नेपाल सरकारले, राजनीतिक रे, दलालहरु रे, ठूला बिजनेसम्यानहरुले जनतालाई कसरी लुट्ने, कसरी खाने, जनतालाई कसरी मार्ने सबै प्लानिङ गरेर तिनीहरू 1-2 रुपैयाँको नोट बन्द गरे हो। हामीलाई चाहिदैन 1-2 रुपैयाँको नोट। यो भन्दा पछाडीको भिडियोमा म एउटा कुरा गरेको थियो कि जस्तै पेट्रोल पम्पमा जाँदाखेरि पेट्रोलको भाउ 180 छ, 190 छ, 200 छ। तर त्यही पेट्रोलको भाउ 200 छ, 199 किन? 198 किन? 197 किन? 194 किन? अहिले जुन सामान्य कुराहरुको भाउ बढ्दै छ एकैचोटी 5 रुपैयाँ, 2 रुपैयाँ किन बढ्या छैन? 1 रुपैयाँ किन बढ्या छैन? 5 रुपैयाँ डाइरेक्ट किन बढ्या हो? हाम्रो कम्पनीहरुले 1 रुपैयाँ बढाउँछ, 2 रुपैयाँ बढाउँछ। तर हामीसँग जुड्ने बिजनेसम्यानहरु हामीसँग 1-2 रुपैयाँको नोट नभएर उनीहरू यो कमाउने तरिका एकदम राम्रैसँग अपनाएछ। तर यो तरिकाले मात्रै उनीहरूलाई फाइदा छैन। जुन हाम्रो सरकार चलाउँदैछ, जुन राजनीति गर्दैछ, जुन नेता छ, प्रधानमन्त्री छ, उनीहरूलाई छ, हामीलाई छैन। यो हुनै पर्यो। हामीसँग 1-2 रुपैयाँको नोट हुनै पर्यो। म भन्छु म नि नेपाली हो, तपाईहरु नि नेपाली हो। हामी जागौं, जागृत होस् कि 1-2 रुपैयाँको नोट हामीलाई चाहियो। 1-2 रुपैयाँको नोटले हामी कतिको सेभिङ गर्न पाउँछौं? नपाउने हैन, धेरै सेभिङ गर्न पाउँछौं। तर यो कुरा बुझ्ने को हो? कोही छ? छैन। किन छैन? किनकि हाम्रो राजनीतिक दलहरुले सबै खाइदिया छ। उनीहरुको हातमा सबै छ, हाम्रो हातमा हैन। हाम्रो गोजीबाट झिकेर उनीहरु आफ्नै गोजी भलिरा। हाम्रो घर लुटेर उनीहरु आफ्नो घर भरिरा। भनाइ हैन, भन्ने नि आउँछ कि हाम्रो नेपाल देशको जनता धनी छ रे अनि सरकार गरिब। तर यो कुरा एकदम उल्टो छ। तपाईहरु बुझ्नुस्, जान्नुस्, पत्ता लगाउनुस् कति ठूलो स्क्याम गरे हो सरकारले हामीसँग।
जनताहरूसँग। आजको लागि यो भिडियो यति नै। फेरि भेटौँला नयाँ भिडियोमा। तपाईहरु लाइक, फ्लो, शेयर, कमेन्ट गर्न नबिर्सनु। यति शेयर गर्नु, यति शेयर गर्नु, यति शेयर गर्नु कि हरेक जनताको घर घरमा यो भिडियो पुग्नु पर्यो अनि हरेक जनताले सुन्नु पर्यो, हरेक जनताले बुझ्नु पर्यो कि हाम्रो देशमा यो स्क्याम किन चल्दै छ।